हेलो नमस्कार सबैजनालाई फेरि यो आज चाहिँ हाम्रो संसारी पूजा गर्ने र घरबाट हिँडेर यतापट्टि चाहिँ हामी जानु पर्यो। अब यहाँ भाइलाई एउटा सानो सामान बिर्सेछु र चाहिँ यहाँ लिनु पठाएको र आउँदैछ हाम्रो केटा सामान लिएर पनि आइपुग्यो हाम्रो यहाँ भाइ। के छ संसारी पूजामा आज तेरो भन्नु? केही छैन? हिँड्न त्यसमा पनि एउटा सामान चाहिँ बिर्सिहाल्छु। यो आँटा गुरुजीलाई रेखी लगाउनुको लागि चाहिएको थियो अरे, त्यो चाहिँ बिर्सेछु। आधी बाटो आइपुग्यो। आधी चाहिँ हाम्रो फेरि यहाँदेखि उकालो अब ड्याङ्केड्याङ हिँडाइ हुँदैछ। यहाँदेखि माथि चाहिँ हो हाम्रो। ल आइपुग्यो संसारी राय पूजा गर्ने जग्गा। के छ अर्जुन भनाइ? साफ सुग्घर भइसकेर जब धुवा पुतुतुतु उड्नु थालेछु मात्रै त्यहाँबाट मात्रै भनाइ हुन्छ। यहाँ बिचरा भाइहरू सफा गरेर आउनु बित्तिकै यहाँ खास चेयरम्यान साहब, यहाँ संसारी पूजाको चेयरम्यान साहब चाहिँ यहाँ आउनुहुन्छ। दमक नलिकन आएछ पुस्तक चाहिँ नलिकन आउनु भएको। हजुर सर, यहाँ सरको लागि यहाँ नि पर हामी बस्ने जग्गा एरेन्ज गरिदिइरहेको छ, आउनुहोस् न। चेयरम्यान साहबको के छ? संसारी पूजा हुँदैछ है। अब यो वर्षौँभरि अब वर्ष सालै पछि गर्ने अब हाम्रो एउटा संसारी पूजा यो रीतिरिवाज है मान्दै आएको उहिले पुर्खादेखि नै। र यो टाइम चाहिँ अब संसारी पूजा किन भन्दाखेरि चाहिँ अब गाउँघरमा अन्न बाली लुगा माग्ने हल पहिरो नजाओस् भनेर गाउँबाट चाहिँ एउटा सबै सधैँ उहिलेदेखि गरिआएको एउटा यो रीतिरिवाज हो। र यसमा केही भन्नु छ यति नै हो। यो चाहिँ हाम्रो पूजा सुरु भयो, संसारी पूजा। बाजे चाहिँ यहाँ बाजेको सुरु हुनु आँट्यो बाजे। अब एकैछिन खै अब अब यहाँ हाम्रो बाजेको पनि सुरु भयो।
लास्ट अब होम चरो खोल्नु आँटेको अन्तिम आइपुग्यो अब हो त्यसको लागि त्यो पैसामा राखिदिनु माथि त्यो हाम्रो खिर अब चाहिँ यसको मेलोमा यस्तो हुन्छ प्रसाद खिरको स्पेसलिस्टहरू चाहिँ यता रहेछ फेरि दुईजना यो चाहिँ अन्तिम पूजाको आरती सारती सब सकेर टिका लगाएको अब चाहिँ अन्तिम सब सकेर हामी 4 भाइ चाहिँ यहाँ आगो सागो जग्गेको मारेर त्यो भित्र खोदाल्दै मार्नुपर्छ होला है भित्र रखिरहेको हुन्छ यता साइड साइडको दाउरा हेर्नु नि अर्जुन त्यो साइडको दाउरा हेर्नु गोविन्द चाहिँ यता ल खालि हामी चाहिँ 4 भाइ रह्यौँ अन्तिममा चाहिँ साफ सुग्घर यो सानाक्सिनै गरेर चाहिँ